गोर्खा त्यो 33% ल्याउन केले रोक्यो तपाईहरुलाई? किन तपाईको पार्टीमा महिला भने त हामीलाई भन्नुभयो भए ल्याइदिन्थ्यौं नि। अनि फेरि पनि तपाईहरु समानताको अधिकारको कुरा गरेर हाम्रो अगाडि आउँदै हुनुहुन्छ। अप्ठ्यारो अलिकति पनि लागेको छैन। जनयुद्ध किन गर्नुभयो सर? किन गर्नुभयो? केको लागि गर्नुभयो? मान्छेको टाउ काटेको होइन? म छु त्यति बेला रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालीकोट सबै चारेको छु त्यो द्वन्द्वको समयमा सेभ द चिल्ड्रेनबाट काम गर्दाखेरि। ती मान्छेको पीडा हर क्षणको देखेको छु। तर आज ती मान्छेको सहभागिता खोइ जानु भएको छ देवेन्द्रज्यू? हजुर जानु भएको छ? माओवादी जनयुद्धमा जानुभयो होला, तिनीहरूको भात खानुभयो होला, जानु भएको छ दोहोऱ्याएर त्यहाँ दुर्गम बस्तीहरुमा पुग्नु भएको छ। 33 वर्ष राजनीति गरे भन्नुहुन्छ महादेव गुरुङज्यू, पुग्नु भएको छ। तपाईको सिक्लेसमा, तपाईकै यही कास्कीमा बलात्कारको मुद्दालाई 2-4 लाखमा मिलाइन्छ आज पनि, त्यो हेर्नु भएको छ। अनि तपाईहरु हाम्रो अगाडि भोट माग्न आउँदै हुनुहुन्छ, कुन अनुहारले आउनुहुन्छ? मलाई लाज लाग्छ।